हेलो सबैजनालाई म चाहिँ अहिले तल अचार है लामचोस पुर्याउनु जाँदैछु देउराली स्कुलमा है म्यामले बिहान अर्डर गर्नुभएको थियो म्यामको नानीको लागि भन्नु थियो है हस्टेल जानुहुँदैछ अरे सो हस्टेल लानु लागि चाहिँ अचार माग्नु भएको छ है त्यही डेलिभर गर्नु जानु थियो खास आज मन्डे चाहिँ मेरोमा स्टकमा थिएन है एकदम कम्ती थियो स्टकमा किन म हिजो सन्डे अलिक रेस्ट गरेर चाहिँ आज मन्डे बनाउनु पर्यो सोच्दै थिएँ नि मेरोमा कम्ती थियो स्टकमा है अन्त म्यामलाई झन् कम्ती नै चाहिएको रहेछ 5-6 मात्रै हो र चिकनको मगाउनु भएको छ बिफ चिकनको मगाउनु भएको छ त्यहाँदेखि यो सोयाबिन पिनट भएको प्लेन मगाउनु भएको छ है त्यहाँदेखि गुन्द्रुकको पनि मगाउनु भएको छ तर त्यस्तो बेसी चाहिँ होइन कम्ती नै चाहिएको अरे है अन्त त्यतिको लागि डेलिभर गर्नु जान्दैछु है त्यो जान्दै जान्दै बस बिहानै गरौँ सोचिरहेको थिएँ तर अलिकति अफिस जाने काम थियो चाहिँ अफिस निस्केर त्यहाँदेखि अब चाहिँ डेलिभर गर्नु जान्दैछु है मैले भिडियो पनि आधी बाटोबाट मात्रै बनाउनु पाएँ किनभने एकछिन अफिस निस्किनु पर्ने काम थियो चाहिँ है त्यहाँ डेलिभर गरिसकेर फेरि तल तादुङ जानुपर्ने काम छ मेरो है तादुङ जानुपर्ने छ तिमीले सानो बुझेनौ सानी मनरो मनमा मेरो थियो हजुर हजारौँ तपाईँहरूले मेरो स्वर कति दामी भन्नुहुन्छ होला है म चाहिँ पहिला डान्स इन्डिया डान्समा गइकन पनि है मजाले गीत गाएर निकै माथिसम्म पुगेको थिएँ है सेमी फाइनलहरूसम्म ग्रान्ड फिनालेसम्म पुगेर पनि फर्केको है त्यही भएर चाहिँ मेरो स्वर दामी छ है पुरा प्र्याक्टिस गर्छु मैले तिमीले सानो बुझेनौ सानी मनरो मनमा मेरो थियो हजुर हजारौँ यतिको भोइस भएको चाहिँ हतपत चाहिँ पाउँदैन है गान्तोकमा चाहिँ तिमी जाने सिलगढी म जाने सिक्किमतिर जान्छ म्यामहरूको लन्च ब्रेक सक्नु आँटेको हुन्छ है म फेरि म्याम ज्यादा क्लासमा बसिसक्यो भने अप्ठ्यारो हुन्छ है तिमीले सानो बुझेनौ सानै मनरो मनमा मेरो थियो म्यामले 2टा चिकन भन्नुभएको थियो मैले चाहिँ 2टा लगाउनै बिर्सेछ है अब एउटा चिकन मात्रै छ भोलि पर्सितिर जाँदाखेरि डेलिभर गर्छु म्यामलाई है बिचरा 2टा चिकन भन्नुभएको थियो फर्स्टमा चाहिँ एउटा मात्रै भन्नुभएको थियो फेरि बादमा 2टा भन्नुभएको थियो है मैले चाहिँ बिर्सेछु बिहान अलिक हतारै थियो नि म त्यहाँ माथि चाहिँ अफिस पनि निस्किने काम थियो है त्यही कारणले स्कुलमा केही ढिलो भयो ढिलो त होइन हतार भएर चाहिँ छिटो प्याकिङ गर्ने भएको एउटा चिकनको अचार मात्रै लगाउनु पाएछ है अहिले अरू भर्खर पो यसो याद गरेको त जानी नास पास हमें तुमसे प्यार है हमें तुमसे प्यार है पंछी
शीतल हावामा सारा जङ्गल नाच्यो है एउटै भएको जिन्दगानी पनि दुईजना भइदियो है चिन्ने राख्छु है फ्युल रिजर्भ अरे म्यामले 2टा चिकन भन्नुभएको थियो 2टा चिकन लिनु त बिर्सेछु मैले एकदमै तिमी बिनाको जिन्दगानी म कसरी नै त काटौँ रेलमा चढी म जान्दैछु टाढा छाडी सबै यो संसार आउने दिनको आशा राखी म हिँडिरहेछु घरबाट जिउन फेरि मन लाग्यो हेलो गुड आफ्टरनुन म्याम म्याम म यहाँ आइपुगिरहेको छु ल लै लास्ट ल म्याम लै होइन हुन्छ म्याम म आउँछु ल ए खुलै रहेछ लास्ट